कम्प्युटरको स्पेस सबै भरियो यो उपाय अपनाउनुस् है त। यसको लागि चाहिँ तपाईले विजट्री डाउनलोड गर्नुपर्ने हुन्छ। तपाईको कुनै पनि ब्राउजरमा गएर विजट्री भनेर सर्च गर्नुभयो भने चाहिँ यहाँ पुग्नुहुनेछ र यहाँबाट चाहिँ इजिली यसलाई डाउनलोड गर्न सक्नुहुनेछ। सो मैले चाहिँ यसलाई डाउनलोड एन्ड इन्स्टल पनि गरिसकेको छु। अब चाहिँ मैले यहाँ डिस्क छान्नुपर्ने हुन्छ, कुन डिस्क चाहिँ मैले खाली गर्नुपर्ने हो र भरिएको छ हैन। सो अब चाहिँ मैले यहाँ डी लाई चाहिँ सेलेक्ट गरे र तपाईले डी मा भएको सम्पूर्ण फाइल चाहिँ यहाँबाट मजाले हेर्न सक्नुहुनेछ हैन। यहाँ इसेन्शियल भन्ने एउटा फोल्डर छ, त्यो फोल्डरमा सबैभन्दा ठुलो साइजको फाइल चाहिँ कुन छ भनेर मैले यहाँ हेरिरहेको छु र यहाँ चाहिँ देखाइरहेको छ यसको साइज चाहिँ 2.3 GB छ भनेर देखाइरहेको छ। यसै गरी तपाईहरुले चाहिँ सानो फाइल कुन छ र सबभन्दा ठुलो फाइल चाहिँ कुन छ यहाँबाट सजिलै हेर्न सक्नुहुनेछ। सो यहाँबाट डिलिट थिच्ने हो भने डिलिट हुन्छ। यसको मैले उठाएको फाइदा भनेको चाहिँ कतिपय फाइलहरु लार्ज टाइपको फाइल भिडियोहरु चाहिँ हाम्रो पीसीमा त्यतिकै ठाउँ ओगटेर बसेको हुन्छ र हामीलाई आइडिया पनि हुँदैन कहिले डाउनलोड गरेका थियौं भनेर। त्यस्तो खालको फाइलहरु चाहिँ मजाले स्क्यान गरेर तिनीहरुलाई चाहिँ हटाउन सकिन्छ। यस्तै टिप्सको लागि चाहिँ फलो गर्न नभुल्नु होला।